ब्याक टु माइ च्यानल। त तपाईलाई स्वागत छ फेरि पनि हाम्रो छोटो मिठो ब्लगमा। त हाम्रो खाना खाने पाली हात धोएर आइसकेको चट्ट गरेर। त गाइस अब हामी खान्छौँ आज हाम्रो के पाकेको छ मासु। त गाइस हामी त्यस्तो राङो खाने नि त त्यही किन बोइलर खान्छौँ। त गाइस हामी आज मोटे भाइ अनि भाइ अनि भाइ र म अब रेस खेल्नेवाला छौँ। रेस खेल्नेवाला छौँ। त गाइस यो भिडियो राम्रो लाग्यो भने हजुरलाई गाइस लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। अब हाम्रो बोइले हालिदिनुहुन्छ। त अब हामी बोइले हालिदिनु छ भात हाम्रो कपी भाइ त्यहाँ भाडा दिनु जानु खाने नि त चट्ट गरेर त्यहाँ भाडा दिनु जानु। त गाइस आज हाम्रो मामा पनि भात खानलाई तयार हुनुहुन्छ। यहाँ फिल्म गर्दै फेरि भोजपुरी फिल्म फेरि राम्रै हो। यहाँको च्यानल छ सुरज नेपाली भनेर फेरि यहाँको पनि च्यानल छ। अब हामीले अर्को च्यानल खोल्दै यहाँको फोनमा। त गाइस नमस्कार। त गाइस अहिले भात आएको छैन। भातको त्यति नै थाली साली सब राखेको छ। त्यो बोइ त्यो पन्नी जुटे जन त पन्नी कच्चा हाम्रो भाइको कञ्चा राखेको छ नि। कञ्चा लबर हो नि त अन्टी लबर हो नि त भाइ। फेरि हजुरलाई चाहिएको भने लैजानु। हजुरलाई चाहिएको छ भने लैजानु। हजुरलाई चाहिएको हाम्रो दोकान गाइस यिनी त फेरि पेट घटाउने मान्छे परे। कहाँदेखि हाम फाल्छ हेर्नुहोस्। यी टङ्गेकै टङ्ग्यो यिनी त फेरि बाँदर सेम बाँदर। त गाइस अब हामी भात खाने हो। अब बुइ आउनुहुन्छ एकछिनमा चट्टु पऱ्यो यहाँ तिन थाल राख्नुहुन्छ। मासु देखाएको एउटा म देखाउँछु। मासु देखाउँ न मासु खोल्नु त मासु देखाउनु। तर मम्मीलाई पठाउने के पठाउनु। अहिले हामी तपाईँले देखाउँछौँ एउटा सरप्राइज चिज। त गाइस हाम्रो काले कुकुर हाम्रो कुकुर हाम्रो बाजे के गराउनु भएको छ के बा बाजे हो बाइक हाँ बाजे। त गाइस हाम्रो कुकुर मामाले सोधिन्छ कि हात धोयो कि धोएन भनेर हामी हातमा धोएर खानेकुरा हुन्छ। त गाइस देख्नु भयो होला हजुर सरप्राइज चिज त आज मजा आउनेवाला छ। मामा पनि ह्याप्पी हुनुहुन्छ। फेरि ह्याप्पी हुनुहुन्छ मामा पनि। हाम्रो हनिस भाइले ह्याप्पी छ आज। डान्स गाइस हाम्रो मामाको फिल्महरू हुन्छ हेर्नु होला। यहाँ त भोजपुरी फिल्म हो नि त फेरि यहाँको फिल्म त फेरि एकदम पुरानो जमानाको फिल्महरू हुन्छ नि त। पुरानो जमानाको मान्छे गरेको हामी त फेरि भर्खर जन्मेको 2 दिनको बच्चा के। पागल जस्तो गरेर गाइस आज हाम्रो भात भातै बराबर हो नि त। फेरि हामी त रेस खेल्ने नि त गाइस। यस्तै खाँदा नि आज रेस खेल्ने आज हामी रेस खेल्दैनौँ त। फेरि घाँटी मर्किन सक्छ फेरि समस्या हुनसक्छ। राति बेला कहाँ जाने हुन्छ नि त। रेस खेल्दैनौँ। गाइस हाम्रो मोटो भाइ ए मोटो भाइ भो के भो त गाइस आज हामी अब खाना गरिरहेको छौँ। सबै आउँछ नि त गाइस। बस राम्ररी सबै बस राम्ररी सोना देखिन्छ सब बस राम्ररी गाइस। हाम्रो देखिन्छ गाइस। म हातसँग चुन्छ क्यामेरा म त क्यामेराम्यान पढ्यौँ नि त।
सुलम हाल्दै गरिहाल्थ्यो एग्रिमेन्ट गरेर यस्तो के देखिन्छ कि छोकरा भुइँमा नफाले अहिले खान्न रे अब त गाइस हाल्दिया छु के हेर्नु गाइस अब एउटा चीज देखाउनेवाला छु हजुरलाई गाइस अनिसको भात सात तयार भइसकेको छ चट्ट भएर अनिस पाउने बित्तिकै फेरि खान लाग्यो भने त फेरि अनिस त खान लाग्यो फेरि कपिल त फेरि कपिलको अहिले भागाएको छैन आयो भने खान्छौँ हाम्रो बोले हालिरहनु भएको छ भिडियो नबनाऊ रे के मेरो पनि बट आइसकेको छ गाइस अब कपिलको आउनु बाँकी छ बास आइसकेको छ अब अनिसको पनि आइसकेको छ गाइस हाम्रो नाम बाबु नबनाऊ किन के हुन्छ र अनि यो मुड लाग्यो गाइस मोटोको यसको ब्याग मेरो ब्याग कपिलको ब्याग जन आइसकेको छ गाइस क्या कपिलको भात आइसकेको छ ब्याग फेमस फालेर सानो बोली फेरि गाइस अब हामी यो ब्लगलाई एन्ड गर्न गएको छौँ तपाईले ब्लग राम्रो लाग्यो भने लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला